धन्यवाद। परिवारमाथि सदैव प्रभुको आशिष रहोस्। हुन्छ, हामी वचनको भागमा जानेछौँ। जय मसीह सबैलाई, जय मसीह। मेरो स्वर भाँसिएको थियो, तर प्रभुले आजको दिनसम्म मलाई निको पार्नुभयो। आमेन, आमेन। अलिअलि बाँकी छ, तर त्यो केही पनि होइन। हुन्छ, अरू माइकहरू म्युट गरिदिनु होला। हामी आजको वचनको भागमा जाँदैछौँ। तपाईँहरू सबैलाई स्वागत छ। हाम्रो बच्चाहरूलाई हेर्नलाई हाम्रो रोजित बाबुले लाँदैछ। रोजित दाजुसँग आज सिक्नु होला है त। ल, आज तपाईँ सबैजनालाई वचनको भागमा स्वागत छ। टाढो टाढो बस्नेहरू अलि अगाडि आउनु होला। आउनुहोस्, यहाँ अगाडि खाली छ। आउनु त, अलि अगाडि आउनु न। ल, अगाडि बसेर हेर्दै अनुहार हेर्दै वचन बाँड्न मन लाग्यो मलाई चाहिँ। आमेन, आमेन, हालेलुया, 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 हालेलुया। परमेश्वर भलो हुनुहुन्छ। आमेन। आज तपाईँको माझमा मैले ल्याएको वचन चाहिँ शीर्षक भन्न चाहन्छु। पहिला, ठुलो महिमाको आश हामीले गर्नुपर्दछ। आमेन। ठुलो महिमा, एक्सपेक्टिङ द ग्रेटर ग्लोरी। ठुलो महिमा परमेश्वर ल्याउँदै हुनुहुन्छ। आमेन, हालेलुया। ठुलो महिमा भनेको के हो? परमेश्वर तपाईँ र मेरो जीवनमा ठुलो महिमालाई स्थापना गर्न चाहनुहुन्छ। आमेन, आमेन। सुन्ने बित्तिकै आमेन भनिहाल्नुहोस् है। हिला नगर्नुहोस्, किनभने परमेश्वरको महिमा तपाईँको जीवनमा आउनलाई हिला गर्ने व्यक्ति चाहिँ हामी बनेको हुनुहुन्न। परमेश्वरको महिमा भनेको चाहिँ के हो? परमेश्वरले जे कुरा तपाईँको लागि तयारी गर्नुभएको छ त्यो कुरा परमेश्वरले पुरा गर्दै हुनुहुन्छ। खै आमेन भने चर्को स्वरले भन्नु है। आमेन, आमेन। परमेश्वरको महिमाले पृथ्वीलाई भरिएको छ। पृथ्वीको डरलाग्दो अवस्थाहरू पनि परमेश्वरले पृथ्वीलाई के गर्नुभएको छ अरे? महिमाले भर्नु भएको छ। जब हामी परमेश्वरको महिमालाई हाम्रो जीवनमा सृष्टि गर्दै गरेको र उहाँको उद्देश्यलाई हाम्रो जीवनमा पुरा गर्दै गरेको जब हामी देख्छौँ, अनि हामी परमेश्वरलाई के भन्छौँ? धन्यवाद प्रभु। के भन्छौँ रे? अनि त्यो धन्यवाद भन्दै गर्दा के हुन थाल्छ? हामी एक कदम अझ उहाँको महिमामा अगाडि बढ्छौँ। आमेन। धन्यवाद भन्ने कुराले के गर्छ अरे? एक कदम अझ महिमा भित्र सर्छौँ हामी। हालेलुया। एक कदम भित्र हुन्छ सट्टै लगाएर। प्रभुले भन्नुहुन्छ, आइज तँलाई म मेरो महिमाले ढाक्दछु। आमेन। जसो परमेश्वरको महिमाले हाम्रो जीवनमा ढाक्न थाल्छ, अब हाम्रो जीवन के हुन थाल्छ? उहाँ जस्तै बनिन्छ। आमेन, आमेन। आज बिहान म एउटा गीत साह्रो मनमा आयो है। त्यो गीतले भन्छ नि, हाम्रो रोहित थापाले गाउनुहुन्छ नि, मैले आफैलाई चिनेको भन्दा पनि बढी मलाई चिन्नुहुन्छ प्रभु तपाईँ। आमेन। प्रभुले तपाईँ र मलाई आफैले आफूलाई चिनेको भन्दा पनि बढी जान्नु हुने परमेश्वर तपाईँको जीवनमा कति धेरै चासो राख्नुहुन्छ त है? प्रभुले तपाईँलाई कति धेरै जान्नुहुन्छ होला। तपाईँले अब यहाँबाट निस्के पछाडि के गर्नुहुन्छ? अघि भर्खरै मैले यहाँबाट निस्केपछि भने नि, हो त्योभन्दा पछाडि मैले के बोल्छु प्रभुलाई थाहा छ। आमेन, आमेन। त्यसकारण प्रभुको वचन भन्छ, the glory captivates us to be within him। अनि महिमाले चाहिँ के गर्छ अरे? तपाईँ र मलाई उहाँभित्र च्याप्पै पक्रेर राख्छ। भन्नुहोस् छेउको साथीलाई, उहाँको महिमाले तपाईँलाई च्याप्पै पक्रन्छ। उहाँको महिमाले तपाईँलाई च्याप्पै पक्रन्छ भनिदिनुहोस्। किनभने उहाँको महिमाले तपाईँलाई पक्रिँदै गर्दा तपाईँको जीवन अब पहिला जस्तो हुँदैन। आमेन। कुरा काट्ने हुँदैन, गफाडी हुँदैन।
परमेश्वरले खोइ गर्नुहुन्छ कि गर्नुहुन्न भनेर शङ्कालु हुँदैन, किनभने महिमाभित्र जिउने जीवन चाहिँ के हुन्छ, केवल उहाँको कुरा मात्रै गर्ने हुन्छ। आमेन। उहाँकै कुरा मात्रै काट्छ। परमेश्वरले त मलाई यस्तो गर्नुभयो नि, तपाईँलाई थाहा छ, हुन्छ। हालेलुया। रोमी 8 को 28 पदलाई पढौँ न। रोमी 28 को 8 को 28 कति मजाको कुराहरूलाई खोलिदिएको छ है। 8 को 28, रोमी 8 को 28 पदलाई म दोहोऱ्याउँछु, तपाईँहरू ध्यान दिएर सुन्नु होला। रोमी 8 को 28 पदलाई एकछिन खोलौँ है सबैजनाले। आँखा चाहिँ नि बाइबलमा लगाउनुहोस्, कान चाहिँ नि मतिर लगाउनुहोस्, हुन्छ? ठिक छ। रोमी 8 को 28 पद के भन्छ यहाँनिर? पौलले रोमीको वचनमा, रोममा भएका मण्डलीले के भन्छ? And we know that all things works together for good to those who love God. हैन, कति मजा कुरा भन्यो। अब परमेश्वरलाई प्रेम गर्नेहरूको लागि, कसको लागि रे? कसको लागि? परमेश्वरलाई प्रेम नगर्ने, खै क्या हो जिन्दगी, बडो दुःख पाइयो क्रिस्चियन भएर त। प्रार्थना पनि 3 चोटि गर्नुपर्ने रे, बाइबल पनि पढ्नु पर्ने रे भन्नेहरूलाई हो। परमेश्वरलाई प्रेम गर्ने मान्छेले प्रार्थना गर्नलाई अल्छी गर्छ, बाइबल पढ्न अल्छी गर्छ हो। त्यस्तोहरूलाई भनेको है, जो बाइबलै पढ्दैन, प्रार्थनै गर्दैन, चर्चमा आउँदा मात्रै बनावटी बन्छ नि, तिनीहरू चाहिँ परमेश्वरलाई प्रेम गर्नेहरू होइन। सिधै कुरा घुमाएर भन्दैन, बाइबलले त भन्दैन कान भन्नुपर्ने। त्यो तपाईँलाई थाहा छ नि, हाम्रो हरिशनजीलाई मैले कान भनेर बुझाउनु पऱ्यो, तर मैले भने हरिशनजी तपाईँलाई थाहा छ, एउटा च्याउच्याउ जस्तो हुन्छ, गोलो गोलो हुन्छ, अनि अलिकति भित्र पाल पनि हुन्छ, त्यसपछि अलिक भित्रभित्र यसो बाङ्गो टिङ्गो के बनाएको हुन्छ। बुझ्नुभयो? बुझेन। कान भन्ने बित्तिकै के बुझ्नुहुन्छ तपाईँले? हो, परमेश्वर पनि त्यस्तै प्रत्यक्ष हुनुहुन्छ। परमेश्वरलाई घुमाएर कुरा गरेर मन पर्दैन, बुझ्नुहुन्छ, तर परमेश्वर तपाईँको सादापनलाई रुचाउनुहुन्छ। आमेन। केलाई रुचाउनुहुन्छ अरे? केलाई? सादापन। भनिदिनुहोस् छेउको साथीलाई, परमेश्वर तपाईँको सादापनलाई मन पराउनुहुन्छ। सादापन है। त्यही भएर पावलले यति मजाले भन्छ कोरिन्थीको मण्डलीलाई, तिमीहरू भित्र भएको सादा विश्वासलाई जोगाइराख। आमेन। के भन्छ अरे पावलले? तिमीहरू भित्र भएको सादा विश्वासलाई जोगाइराख। रङ्गी चङ्गी बुट्टा हालेको होइन, अर्कोले भयङ्कर भनोस् भनेर तपाईँले चाहिँ नि गरेको जीवन हो होइन। परमेश्वर के चाहनुहुन्छ? जय मसी है दिदी दाई, सिधो त पिरो खाएको नखाएको सुई गरेर बोलिरहनु पर्दैन। परमेश्वर बुझ्नुहुन्छ, महिमामा जिउने मान्छेहरू चाहिँ के हुन्छ? सिधा हुन्छ। हालेलुया। महिमामा जिउने मान्छेहरू चाहिँ कस्तो हुन्छ अरे? सिधा हुन्छ, घुमाएर भन्दैन, लप्पन छप्पन जान्दैन, बाङ्गो टेढो कुराहरू गर्दैन। महिमामा जिउने मान्छेले के भन्छ? प्रभुले तपाईँलाई यसो भन्दैछ। हालेलुया। रोमी 8 को 28 त्यही कुरा भन्छ। यहाँनिर के भन्छ? अब सबै कुरा हामीलाई थाहा छ कि सबै कुरा एकसाथ मिलेर अब हाम्रो लागि भलाइ नै हुनेछ, किनभने परमेश्वरलाई प्रेम गर्नेहरूको लागि चाहिँ के छ अरे? भलाइ नै छ। किनभने उहाँले जसलाई आफ्नो उद्देश्य अनुसार बोलाउनु भएको छ, तिनीहरूको लागि चाहिँ के छ अरे? भलाइ नै छ। भन्नुहोस्, मेरो लागि भलाइ छ, मेरो लागि भलाइ छ। There is a good thing for me. मेरो लागि असल कुरा हुँदैछ। उहाँको उद्देश्यमा जब उहाँको उद्देश्यलाई जब तपाईँ देख्न थाल्नुहुन्छ, अनि उहाँले हाम्रो जीवनमा काम गर्नुहुन्छ। आमेन। महिमाभित्र जब तपाईँले परमेश्वर कुरालाई देख्न थाल्नुहुन्छ नि, अनि उहाँले तपाईँको जीवनमा काम गर्नुहुन्छ। किनभने देखेपछि काम गर्नुहुन्छ नि, होइन? घरमा भाँडा लडेको छ, देख्नुहुन्छ, के गर्नुहुन्छ? उठाउने काम गर्नुहुन्छ। घरमा खेतबारी बाँझै छ, खनेको छैन, के गर्नुहुन्छ?
देख्नुहुन्छ पहिला, अनि त्यसपछि के गर्नुहुन्छ? खन्न थाल्नुहुन्छ। आमेन। त्यसकारण परमेश्वरले पहिला तपाईँलाई देखाउनुहुन्छ। जब तपाईँले देख्नुहुन्छ परमेश्वरको उद्देश्यहरूलाई, अनि परमेश्वरले तपाईँको जीवनमा के गर्न थाल्नुहुन्छ? काम गर्न थाल्नुहुन्छ। आमेन। He has prepared us to flow in bloodline of his mission. उहाँको उद्देश्यको त्यो नसामा रगतहरूमा चाहिँ उहाँको उद्देश्यलाई भर्नुहुन्छ परमेश्वरले। आमेन। परमेश्वरले तपाईँको जीवनमा खालि भात खाने, हालेलुया भन्ने, बिहान उठ्ने, छिमेकीलाई सराप्ने, बुढोले कमाएन भन्ने कराइरहने होइन। परमेश्वर के गर्नुहुन्छ? प्रभु म तपाईँको महिमामा जिउँदाखेरि महिमा भित्रको जीवनले के गर्छ? अब परमेश्वरलाई महिमा दिनुपर्छ, प्रशंसा गर्न थाल्दछ। अनि जसै तपाईँको परिवारको एउटा वंशजबाट बगेको रगतहरू छ नि, परमेश्वरले शुद्ध गर्न थाल्नुहुन्छ। तपाईँको बाउबाजेहरू बेबिचारी छ भने, तपाईँको आमामा नराम्रो कुलतहरू छ भने, बाउबाजेले गर्दै आएको कुराहरूले तपाईँलाई सताएको छ भने, अब परमेश्वरले के गर्न थाल्नुहुन्छ? उहाँको महिमामा तपाईँले जब देख्न थाल्नुहुन्छ, परमेश्वरले काम गर्न थाले पछाडि तपाईँको जीवनमा भएका श्रापहरू परमेश्वरले हटाउन थाल्नुहुन्छ। आमेन। आमेन। फ्यामिली ब्लड लाइन इज द वार ब्लड लाइन। हेर्नु है, शत्रुले तपाईँ र मेरो जीवनमा, दुष्टले तपाईँ र मेरो जीवनमा काम गर्ने चाहिँ के हो? तेरी आमा कुरौटे थिए, कुरा काटिरहन्थे, तँ पनि कुरा काटिरह, बानी त्यही हालिदिन्छ। तेरो बाजे बेबिचारी थियो, तँ पनि बेबिचारी हुनुपर्छ, राम्रो राम्रो केटीहरूको पछि लाग। दुष्ट चाहिँ त्यस्तो हुन्छ। त्यस कारणले दुष्टले तपाईँ र मेरो जीवनमा काम गर्ने भाग चाहिँ के हो? रगत। तर आज एउटा कुरा म तपाईँलाई डेक्लरेसन गर्न लाउँछु, घोषणा गर्न लाउँछु। त्यो कुराले तपाईँको जीवनमा सबै श्रापहरूलाई, शत्रुले टेक्ने ठाउँहरूलाई बन्द गरिदिनेछ। आमेन। भन्नुहोस् म सँगसँगै, ममा मेरो बाउ बाजेको रगत होइन, अब येशू ख्रीष्टको रगत म भित्र बग्दछ। म घोषणा गर्छु, मेरो पुर्खाको वंशजहरू येशू ख्रीष्टमा विलिन भएको छ। आमेन। हो, आज तपाईँ ठुलो कुरालाई काट्दै हुनुहुन्छ। महिमाभित्र जिउने मान्छेले के गर्छ? पृथ्वीको चिनारीमा जिउँदैन। तपाईँको बाउको हो, बाजेको हो, तपाईँको बाजे मन्त्री हो, तपाईँको बाजे के हो अरे प्रधान पञ्च हो, तपाईँको बाजे चाहिँ पुजारी हो, छोडिदिनुहोस्। ती सबै कुराहरू के हो? पृथ्वीको चिनारी मात्रै हो। अब परमेश्वरले के गर्नुहुन्छ? महिमाभित्र तपाईँ जिउँदै गर्दा परमेश्वरले तपाईँको चिनारी होइन, अब उहाँको चिनारीमा जिउने बनाउनुहुन्छ। आमेन भन्नुहोस्। आमेन। अब तपाईँ पृथ्वीमा जिउँदै गर्दा अब परमेश्वरको चिनारीमा जिउनुहुन्छ। तपाईँ बाजेको चिनारीमा होइन, म पण्डित भनेर होइन, म चाहिँ को हो? येशू ख्रीष्टको हो। आमेन। जब हामी त्यसरी जिउन थाल्छौँ, परमेश्वर के हुन्छ? God is raising the family bloodline to serve him. परमेश्वरले उहाँको सेवकाई गर्नको लागि एउटा घरानालाई, एउटा परिवारलाई तयारी गर्दै गर्नुहुन्छ। आमेन। त्यो घराना चाहिँ को हो? को हो? यता हेर्नुहोस्, भन्नुहोस्, त्यो घराना को हो? परमेश्वरको घराना को हो? परमेश्वरको लागि काम गर्ने को हो? आमेन। कन्फ्युज नहुनुहोस्। शैतानले तपाईँलाई कन्फ्युज गर्न चाहन्छ। शैतानले तपाईँलाई भन्छ, ओइ त केही पनि गर्न नसक्ने, त लुते, त सबैले हेप्थे, त समाजमा सानो जातिको, त्यो फलाना ठुलो जातिको होइन। परमेश्वरले तपाईँलाई के गर्नुभएको छ? पृथ्वीको सबभन्दा उत्तम जाति बनाउनु भएको छ। भन्नुहोस्, म चाहिँ परमेश्वरको जातको हुँ, म परमेश्वरको जातको हुँ भन्नुहोस्। हो, जसै तपाईँले त्यो कुरा भन्नुहुन्छ नि, तपाईँले आफ्नो पारिवारिक पृष्ठभूमिबाट बग्दै आएको सबै श्रापका कुरालाई डेस्ट्रोय गर्नुहुन्छ, नाश गर्नुहुन्छ। What enemy has been preparing, that God is destroying through your declaration. तपाईँ जसै घोषणा गर्नुहुन्छ, शत्रुले जे कुरा तपाईँको जीवनमा रोप्न खोजेको छ नि, तपाईँले घोषणा गर्दै गर्दा त्यो सबै कुराहरू चाहिँ नि अनन्ततामा आशिषमा बदलिन थाल्दछ। आमेन। आमेन। यस कारणले त शैतान यति चलाक छ कि क्रिस्चियनले घोषणा नगरोस्,
बिहान बिहान उठोस्, दुःख घोषणा गरोस्, मेरो घरमा त अभाव छ, ऋणले दलिएको छु, त्यही बोलोस्। मेरो बुढाले कमाउन सकेन, के बोल्दैछ? बुढाले कमाउन नसकोस् भन्दैछ। मेरो घरमा छोराछोरी अटेरी भए, कस्ता छोरछोरी कुन दिन जन्माए छोरी भनेर खबरमा हात लगाउँदाखेरि के भइरहेको हुन्छ? तपाईँको छोराछोरीहरूको जीवनमा वृद्धि र परमेश्वरको आशिषहरू रोकिन थाल्छ। तर तपाईँले यसो भन्नुपर्ने हो कि परम प्रभुले मेरो घरमा काम गर्दै हुनुहुन्छ। आमेन। एउटा अर्को पनि घोषणा गर्न चाहन्छु, तपाईँ सबैले भन्नुहोस् आफूमाथि राखेर, पवित्र आत्माको सम्पत्तिमा मलाई चलाउनुहोस् प्रभु। म पवित्र आत्माको सम्पत्तिमा बढ्दैछु। आमेन। जसरी तपाईँले यो ग्लोरीलाई, यो महिमाको कुरालाई बोक्नुहुन्छ, चिन्नुहुन्छ, तपाईँको घरमा सबै कुराहरूमा आशिषहरू आउन थाल्छ। तपाईँले भनिरहनु पर्दैन प्रभु डालोमा यहाँ चम्चा चाहिँ छुटेछ भनिरहनु पर्दैन। आमेन। मैले त ग्लासमा भन्नै बिर्सेछु भन्नु परेन, किनभने परमेश्वर ती सबै क्षेत्रहरूमा तपाईँको उहाँको महिमा प्रकट गर्नुहुन्छ। The enemy has copied the pattern of heaven to make replica of the Lord so he can confuse his people. शैतानले, दुष्टले चाहिँ के गर्दैछ भने स्वर्गको नक्कल गरेर के गर्दैछ? हेर मलाई पछ्याइस् भने त सम्पत्ति। यीशु ख्रीष्टलाई पनि त्यही गरेन? सारा संसारको राज्य देखाएर के भन्यो? हे यीशु, हेर त यो सबै राज्य म तिमीलाई दिन्छु, यदि तिमीले मलाई झुक्यौ र दण्डवत गर्यौ भने। शैतानले कपी गर्छ, कपी नक्कल गर्छ, परमेश्वर जस्तै हुने कोसिस गर्छ। शैतान के गर्न चाहन्छ? परमेश्वरका जनहरूलाई अल्लमल्लमा राख्न चाहन्छ। तर बाइबलले भन्छ हाम्रो परमेश्वर चाहिँ अल्लमल्लको प्रभु हुनुहुन्न। आमेन। परमेश्वर अल्लमल्लको प्रभु हो। Is our God is a God of confusion? के उहाँ अल्लमल्लको प्रभु नै हो त? होइन भने हामी सबैले यसो भन्नुपर्छ कि परमेश्वरको राज्यको महिमा मेरो जीवनमा आउँदैछ। आमेन। जसै हामी त्यो सोचाइमा जिउँछौँ नि, अनि हामी के गर्छौँ? प्राकृतिक धरातलबाट फुत्तै हामी कहाँ जान्छौँ? अलौकिक दुनियाँभित्र प्रवेश गर्छौँ। आमेन। साथीलाई भनिदिनुहोस्, तपाईँ लौकिक होइन, तपाईँ अलौकिक हुनुहुन्छ भनिदिनुहोस्। अलौकिक भनेको चाहिँ के हो? आँखाले देख्न नसक्ने कुराहरूमा तपाईँ जिउँदै हुनुहुन्छ है। तपाईँ आँखाले नदेखिने, कानले नसुनिने, हातले महसुस गर्न नसकिने कुरालाई तपाईँ महसुस गर्दै हुनुहुन्छ। आमेन। अनि आजभोलि धेरै मण्डलीमा चर्चमा चाहिँ के भन्छ? प्रभुले तपाईँलाई आशिष दिनुहुन्छ, तपाईँको कार आउँदैछ, गाडी आउँदैछ। त्यो कुराहरू आउँछ, तर हामी त्यो कुराहरूको लागि जिउने व्यक्तिहरू होइनौँ। आमेन। आमेन। हामी के को लागि जिउने होइन? छामेर, सुनेर, कानले सुनेर देखिने कुरामा जिउने व्यक्ति होइन। तपाईँ र म चाहिँ को व्यक्ति हो? नदेखिने कुराहरूलाई देख्ने व्यक्तिहरू हो। यु आर अ सुपर नेचुरल म्यान भनिदिनुहोस् एउटालाई। तपाईँ अलौकिक व्यक्ति हुनुहुन्छ भनिदिनुहोस्। किनभने अलौकिक दुनियाँलाई तपाईँले देख्नुहुन्छ, तपाईँले स्वर्गलाई देख्न थाल्नुहुन्छ, तपाईँको जीवनमा परमेश्वरको स्वर्गको राज्यको कुराहरू देखिन्छ। किनभने बाइबलले भन्छ उहाँलाई प्रेम गर्नेहरूको लागि परमेश्वरले भलाइ राख्नु भएको छ। आमेन। भलाइ राख्नु भएको छ। हालेलुया। त्यसकारण those who live in supernatural are unknown to natural. त्यसकारण हामी अलौकिक दुनियाँमा जिउनेहरू चाहिँ नि प्राकृतिक दुनियाँदेखि के हुन्छौँ? बेग्लै हुन्छौँ। संसारले भन्छ
उहाँहरू त क्रिस्चियन हो नि, क्रिस्चियन, उनीहरू त चर्च जान्छन्, चर्च होइन। अनि क्रिस्चियन हुनु चाहिँ ठुलो अपराधै गरे जस्तो भनिदिन्छ कि मान्छेले, क्रिस्चियन हो नि यिनीहरू। अनि त्यतिखेर तपाईँले मैले के भन्नुपर्छ? हो, म क्रिस्चियन, म क्रिस्चियन हुनुमा गर्व गर्छु, किनभने मेरो परमेश्वरले मलाई चुन्नु भएको छ। आमेन। के को लागि? भलाइको लागि। सम्झिनुहोस् है, भलाइ। त्यही भन्छ नि, संसारको मान्छेले भलाइ पाउन सक्दैन, किनभने प्रभुलाई नचिनिकन भलाइ उनीहरूको जीवन आउँदैन। They can earn the goodness, but they will not inherit it. आमेन। उनीहरूले त्यो कमाएर भलाइ भयो, मेरो उन्नति भयो देखाउन सक्ला, तर उनीहरूले भलाइलाई सम्पत्तिको रूपमा पाउन सक्दैन। आमेन। भन्नुहोस्, भलाइलाई म मेरो सम्पत्ति तुल्याउँछु। हालेलुया। त्यस कारणले मूसाको जीवन हेर्छ, मूसा जसै महिमाको धरातलभित्र प्रवेश गरे नि, उसले आफ्नो नियतिलाई बदली गरेको छ। आमेन। मूसा जसै महिमाभित्र प्रवेश गर्यो, महिमाभित्र छिर्नलाई एक कदम अगाडि बढाएको थियो, राजकुमारबाट के बन्यो? हत्यारा बन्यो। किनभने भलाइले कुभलाई देख्दै गर्दा कुभलाई मार्नको लागि उस्काउँछ। आमेन। हुँदै हुनुहुन्छ? गहिरो कुरा छ, तर तपाईँलाई बुझ्न गाह्रो पर्ला। जब तपाईँ महिमाभित्र जिउनलाई एक कदम यसो अगाडि सार्नुहुन्छ नि, तपाईँले खराबी देख्दा तपाईँ चुप लागेर बस्ने व्यक्ति बन्नुहुन्न। हालेलुया। मूसाको जीवन त्यही भयो। मूसा राजकुमार, he was a prince of Persia. Oh no, he was a prince of Egypt. जसै परमेश्वर भन्नु, मूसा आइज, म कहाँ। परमेश्वरको महिमाभित्र मूसालाई परमेश्वरले बोलाउनु भयो। सट्टै राजाको दरबारबाट निस्कियो थियो, उसले के देख्यो? खराबी देख्दै थियो। खराबी के थियो? मिस्त्रीहरूले इजरायलीहरूलाई कोरा लगाएर काम लगाउँदै थिए। बुढो मान्छेलाई चुटिरहेको थिए, जवान मिस्त्रीहरूले। अनि मूसाले त्यो देख्न नसकेर के गर्यो? उसले खराबीलाई के गर्यो? मारिदियो। खराबीलाई मार्ने बित्तिकै के भएको छ? भलाइको धरातलमा उभिँदै गर्दा महिमा बदली भएर ऊ के भएको छ? अब राजकुमार जस्तो व्यक्ति अब के भएको छ? अब दरबारबाट निकालियो, भाग्यो, ऊ कैदी बन्यो, फरार, हत्यारा बन्यो। परमेश्वरको महिमाभित्र छिर्नु कति गाह्रो छ हेर्नुहोस् है। म पनि परमेश्वरलाई चिन्नुभन्दा अगाडि मूर्ति पूजकहरूको समाजमा हुर्केको मान्छे। जसै परमेश्वरले मलाई बोलाउनु भयो अनि म परमेश्वरमा आएँ, म घरबाट निस्किनु पर्यो। समाजले मलाई हेला गर्यो, आफ्नोहरूले नचिन्ने भए, तर स्वर्गले मलाई एउटा चिनारीमा उभ्याउँदै थियो। आमेन। स्वर्गले तपाईँहरू मलाई एउटा चिनारीमा उभ्याउँछ। जब तपाईँहरू म महिमामा जिउन थाल्छौँ, हो मूसाको जीवनमा त्यही भएको छ। ब्याक बेन्चर्सहरू ध्यान दिएर सुन्ने, मूसा जसै त्यहाँबाट निस्केर आयो नि, परमेश्वरले के गर्नुभयो? उसको चिनारी बदलाउनु भयो। राजकुमारबाट भेडा गोठालो घर ज्वाइँ भएको छ। घर ज्वाइँ हुनु भनेको चाहिँ के हो? आफ्नो चिनारीमा हुनु हो, होइन। अर्काको घरमा ससुराबाले जे दिन्छ खानुपर्ने, गोठालो भेडासँगै बाख्रासँगै सुत्नुपर्ने जीवन। हेर्नुहोस् है, सजिलो छैन। परमेश्वरलाई चिन्नेहरूको जीवन सधैँभरि एकदमै सुख, हाई प्रार्थना गरिदिनुहोस् न पास्टर बा, मेरो यस्तो होस्, गरिदिन्छु। मेरो काम प्रार्थना गर्छु, तर परमेश्वर तपाईँले चाहेको जस्तो चाहिँ गर्नुहुन्न। आमेन। मूसाको लागि पनि राजकुमार भएर बसिरहनुको लागि इच्छा थियो होला नि। चट्ट लाएर टेबलमा सुनको भाँडामा खाना खाइरहेको मान्छे एक्कासी दरबारबाट निस्केर होचेर गोठालो बनेर है, उजाड स्थानमा
डेजर्टहरूमा मरुभूमिमा भौतारिँदै हिँड्ने जीवन भयो। तर तपाईँलाई थाहा छ मूसा जसै त्यो कुराहरूबाट निस्केर आउँदै थियो नि, परमेश्वरले के गर्दै हुनुहुन्थ्यो? मूसाको नीतिलाई बदलाउँदै हुनुहुन्थ्यो। God was changing the destiny of Moses when he just stepped out. दाउदको जीवन हेर, दाउदको जीवनमा परमेश्वरले दाउद जसै महिमाको धरातलभित्र छिर्दै थियो, दाउदको जीवनमा ठुलो चुनौतीहरू आयो। है, जो मान्छे आत्मिक रूपमा अगाडि बढ्न चाहन्छ नि, तिनीहरूको परिवारहरूको चुनौती आउँछ, तपाईँको जीवनमा चुनौती आउँछ। यसको अर्थ तपाईँको जीवनमा जसै परमेश्वरसँग तपाईँ लाग्दै गर्दा तपाईँको जीवनमा चुनौती आउँछ नि, तपाईँले के बुझ्नुपर्छ? ओ यस, आइ एम इन द राइट पोजिसन, आमेन, म ठिक ठाउँमा रहेछु भनेर बुझ्नुहोस्। तर तपाईँको जीवनमा चुनौती नै छैन, हाई हाई छ, यताबाट नि वाह वाह भन्छ, सबैले मजा आइरहेको छ भन्छ नि, शङ्का लाग्छ मलाई। कतै तपाईँ परमेश्वरको महिमाको realmभित्र, परमेश्वरको महिमाको आयामभित्र तपाईँ जिरहेको छ कि छैन? किनभने शत्रुले पनि तपाईँलाई के गर्छ अरे? कन्फ्युज गर्छ। अघि नै भनेको थिएँ, दाउदको जीवनमा त्यही भएको छ। जसै ऊ महिमाको धरातलभित्र प्रवेश गर्दछ, उसको जीवनमा परीक्षाहरू आउँदछ, ऊ लड्दछ, चुक्दछ। दाउदले भित्री कोठामा गएर फेरि परमप्रभुको अगाडि लम्पसार परेर भन्छ, हे परमप्रभु, मबाट तपाईँको आत्मा कहिले पनि नहटाउनुहोस्। आमेन। ग्लोरी चाहिँ के हो? उहाँको आत्मामा जिउनु हो भने अमहिमा चाहिँ के? इकाबोध चाहिँ के हो? अमहिमित हुनु चाहिँ के हो? परमेश्वरको आत्माबाट टाढिनु हो। आमेन। काबोध भन्नुहोस् त, काबोध, काबोध भनेको चाहिँ नि महिमा, इकाबोध भनेको चाहिँ के हो? अमहिमा। त्यही भएर नाओमीले पनि कतिवटा, नाओमीले रुथको पुस्तकमा भन्छन्, परमेश्वरको महिमा मेरो जीवनबाट हटेको छ, इकाबोध भएको छ है। त्यही भएर उनले भन्छन्, मेरो जीवन अब मलाई नाओमी नभन, मलाई मारा भन, मलाई तितो भनिदेऊ, मेरो जीवन तिक्ततामा भरिएको छ। यदि तपाईँहरूको जीवन आज तितोपनले मारा बनेको छ भने परमेश्वर आज यो बिहान दिउँसोको समय भन्नुहुन्छ, म तेरो जीवनलाई मिठो बनाउँदैछु। आमेन, आमेन। त्यस कारणले महिमामा जिउनु चाहिँ के हो? मिठास हो। His thoughts were suddenly supernatural. That is why he said, let not the Holy Spirit remove from me. त्यही भएर दाउदले के भन्छ? उसले पवित्र आत्मामा पाएको त्यो आनन्द, त्यो महिमा भित्र जिएको जीवन उसलाई थाहा छ, चाखेको छ। त्यही भएर दाउदले के भन्छ? परमेश्वरको उपस्थितिबाट, आत्माबाट टाढिँदै गर्दा के भन्छ? मबाट तपाईँको पवित्र आत्मा नहटाउनुहोस् है प्रभु। अब्राहमको जीवन हेर्नुहुन्छ, अब्राहम पनि महिमामा हिँड्ने व्यक्ति थिए, महिमाको धरातलमा। जसै उसले महिमा भित्र प्रवेश गर्न थाल्यो, कति वर्ष लाग्यो? 90 years it took। 90 वर्ष लाग्यो अब्राहमलाई महिमाभित्र छिर्नलाई। तपाईँ आज भर्खरै 4 वर्ष, 5 वर्ष, 20 वर्ष, 10 वर्ष प्रभुसँग हिँड्दै गर्दा तपाईँले भन्नुहुन्छ, हाय प्रभु, मेरो जीवन धिक्कार, लाउन नि खत्तम, बर्बाद भएछु भन्नुहुन्छ नि। अब्राहमले के भन्नु पर्ने? म त जलेर भस्मै भएछु भन्नुपर्ने हो। किनभने 90 वर्ष लाग्यो परमेश्वरको महिमालाई देख्नलाई। त्यही क्रिस्चियन जीवन चाहिँ धेरै बेला सजिलो, क्या हामीले येशू पायो, अब त के चाहियो भने गीत गायो, नाच्यो, होइन। तपाईँ मैले परमेश्वरसँग जिएका छैनौँ भने तपाईँसँगै म उदाहरणलाई रजु दाईसँग म दिनदिनै हिँड्छु, कुरा गर्छु, बात मार्छु, रजु दाईसँग मेरो कुराहरू सेयरिङ गर्छु भने रजु दाईले मलाई चिन्नुहुन्छ, मैले पनि रजु दाईलाई चिन्छु, अनि हामी एकले अर्कालाई भरोसा गर्न सक्छौँ। तर तपाईँले रजु दाईसँग समय नै बिताउनु भएको छैन भने रजु दाईले तपाईँले के भन्नुहुन्छ? तपाईँलाई मैले 1-2 खेप त देखेको,
तर म त चिन्दिनँ त। परमेश्वरको राज्यमा जब तपाईँ एक दिन परमेश्वरको भवनमा जानुहुन्छ नि, परमेश्वरले तपाईँलाई के भन्नुहुन्छ? म तपाईँलाई चिन्छु भन्नुहुन्छ कि चिन्दिनँ भन्नुहुन्छ? मत्तीको पुस्तकको 24 अध्याय भन्छ, ए दुष्ट काम गर्नेहरू मबाट दूर भइजाऊ, म तँलाई चिन्दिनँ। है, कतिपल्ट हामी क्रिस्चियनहरू विश्वास गरेका छौँ, चर्च आएको छौँ, बाइबल पढेका छौँ, हो प्रार्थना नि गर्छौँ, तर हाम्रो जीवनमा कतै परमेश्वरको महिमा हुने कुरादेखि हामी टाढिएर अमहिमित जीवन जिउँदैछौँ कि? अब्राहम जस्तै परमेश्वरको महिमामा जिउन थाल्यो। परमेश्वरले अब्राहमको लागि राखेको डेस्टिनी खोल्नुभयो, नियति खोल्नुभयो। आमेन। के थियो नियति? तँबाट एउटा पृथ्वीमा ठुलो जाति खडा गर्नेछु। आमेन। तपाईँ मेरो जीवनमा परमेश्वर ठुलो कुराहरू राख्नु भएको छ। God changed his perspective of life। जस्तै अब्राहम परमेश्वरको महिमाभित्र जिउन थाल्यो, परमेश्वरले उसको जीवनको सोचाइहरूलाई, नजरियाहरूलाई, हेराइहरूलाई, दुःखहरूलाई, कष्टहरूलाई परमेश्वरले के गर्न थाल्नुभयो? बदली गर्न थाल्नुभयो। आमेन। भन्नुहोस्, हे मेरो नियति, परमेश्वरले मेरो जीवनमा शक्तिशाली काम गर्दै हुनुहुन्छ। अब्राहम हेर्नु नि एकदमै सीमित व्यक्ति थिए। उसले जे पनि देख्दथ्यो आफ्नो आँखाको अगाडि देख्थ्यो। त्यही भएर अब्राहमले के भन्यो? औ सारा, हाम्रो त छोरा पनि छैन, अब हामी के गरौँ? उत्पत्ति 12 अध्यायमा परमेश्वरले अब्राहमसँग पहिलो प्रतिज्ञा गर्नुभयो। अनि प्रतिज्ञा गर्दा अब्राहम कति वर्षका थिए? 75 वर्षका थिए। अनि अब्राहमले पहिलो प्रतिज्ञा पाउने बित्तिकै परमेश्वरले भन्नुभयो, म तँबाट ठुलो जाति खडा गर्नेछु, तँलाई म एउटा छोरा दिनेछु। 10 वर्ष बित्यो, 85 वर्ष भयो। 13-14 अध्यायमा आएर हेर्नुहोस्, अब्राहम र साराको कुराकानी हुन्छ। हेलो आमाहरू, है अब्राहम 13-14 अध्यायमा आउँदा 85 वर्ष, 10 वर्ष बढेको छ। छोरो जन्मिन। अब्राहम कस्तो थियो? देखिने कुरामा जिउने व्यक्ति थियो, नदेखिने कुराहरूमा होइन। अब्राहम कस्तो थियो? भनिदिनुहोस्। अब्राहम देखिने कुरामा जिउँथ्यो है? भनिदिनुहोस्, भन्नुहोस् हौ। अब्राहम देखिने कुरामा जिउँथ्यो, तर अब्राहम यहाँ बदली हुँदैछ। देखिने कुरा नदेखेर अझ आत्तिँदैछ। 12-13-14 अध्यायमा के भन्छ? हौ सारा, खोइ त 10 वर्ष बित्यो, केही भएको छैन, छोरा आएन त। अनि त्यहाँनिर के हुन्छ? साराले भन्छ, खै परमेश्वरको कुरा पनि कथै रहेछ हौ। अब्राहम भएको छैन। अब्राहम यस्तै रहेछ, जिन्दगी यस्तै रहेछ, प्रभु पनि प्रभु नै रहेछन्, सुन्दैनन् हाम्रो कुरा। लु अब त्यहाँ दमस्कसमा भएको हाम्रो एकजना एलियाजारको घरानामा भएको एउटा एलिजारको चाहिँ नि छोरा छ अरे, त्यसलाई नै ल्याएर हाम्रो धर्मपुत्र पालौँ सल्लाह गरे। हेर्नु है, मान्छे कस्तो हुन्छन्? परमेश्वरको महिमाको कुरालाई नदेख्ने व्यक्तिहरू चाहिँ आत्तिन्छ। अब्राहम आत्तिँदैछ, भन्छ अब त हुन्न होला। ल सारा, हामी त जन्माउनु छ। साराले भन्छ आफ्नो शरीर हेर्छन्, चाउरी परेको होला। 90 वर्ष पुग्न लाइन, 85 भनेपछि 10 वर्ष कान्छी थिइन्। सारा पनि 75 वर्ष पुगिन्। आफ्नो शरीर हेरेर हुँदैन, बुढा पाउन सकिन्न जस्तो छ त। ल अब त्यो दमस्कसको एलिजारको घरबाट हाम्रो एउटा धर्मपुत्र पालौँ। परमेश्वरले अब्राहम कहाँ आएर भन्नुभयो, अब्राहम, मैले दिन लागेको, तँलाई दिन लागेको छोरा चाहिँ त्यो एलियाजारको घरानाको होइन।
चुपचाप लागिलो हो, यो पनि होइन त्यो पनि होइन भन्नुहुन्छ प्रभुले। महिमाभित्र जिउने जीवनमा चाहिँ के हुन्छ भने परमेश्वरले जहिले पनि करेक्सन ल्याउनुहुन्छ। आमेन। परमेश्वरले सच्याउनुहुन्छ। अमहिमामा जिउने जीवनमा चाहिँ कहीँ पनि सच्याउने कुरा हुँदैन। महिमामा जिउने जीवनमा चाहिँ के हुन्छ? सच्याउने कुरा हुन्छ, करेक्सन आउँछ। अनि परमेश्वरले अब्राहमलाई भन्नुभयो, होइन यो त गाह्रो पऱ्यो, अझ समय बित्दै गयो, 85, 86, 87 वर्ष पुग्यो। अनि अब्राहमको बुढीले भने, होइन परमेश्वरले त यो नि होइन भन्छ, त्यो नि होइन भन्छ, चुप लाग्नुहोस्, मेरो कुरा सुन्नुहोस् बुढा। खासखुस कुरा भयो भित्र। परमेश्वरलाई एकछिन चुप लाग्नुहोस् भनिदिनुहोस्, मेरो कुरा सुन्नुहोस्। बुढाले भने, अब्राहमले भन न के हो? अब यता होइन उता होइन, हामी मिश्रबाट निस्किँदा ल्याएर एउटा दासी थियो नि, हागार हो, जानुहोस् त्यहीबाट बच्चा बनाउनुहोस्, जन्मिहाल्छ नभन्दै हागारसँग अब्राहम पनि लुरुक्कबाट बुढीको कुरा भयङ्कर मान्ने रहेछन्। बुढीले के भनेको थियो, गएर बनाइहाले बच्चा, हागारबाट जन्मियो। बच्चा जन्मियो के थियो घरमा त भयङ्कर हान दुईटा बुढीको त ल भुत्ला भुत्ली सुरु भयो। अनि जेठी चाहिँ नि बुढी बुढी थिइन्, अब हागार अलि बल्ली थियो होला, कुटियो होला अब साराईलाई। साराई आएर भन्छ बुढासँग, बुढा मलाई त त्यो हागारले झन्डै मारे कि, भन्नुसम्म भनी तेरीमा बाजी भनी मलाई, तब एउटा छोरा पनि जन्माउन नसक्ने भनी। बिचरा अब्राहम, बुढी मैले त भनेको थिएँ त जान्नमा भनेर, तिमीले नै कर गरेर गएको हो भनेर भन्नु। अनि गाह्रो भयो, घरमा झगडाको माहौल। अनि एक दिन फेरि अब्राहम दिक्क लगाएर पालको यो पाल भयो ढोका भयो, यसो गरेर यहाँनिर अब्राहम बसिरहेका थिए। यसो गरेर हेर्नुहोस् अब्राहम बसे। घरमा बुढीको दुईटा बुढीको झगडा परेछ, खपरमा हात लगाएर अब्राहम बसिरहेछ पालको छेउमा। अनि अब्राहम फेरि दिक्क मानेर, प्रभु के हो यो? परमेश्वरले भन्नुभयो त्यहाँ बोल्नु। परमेश्वर फेरि आउनु पालको ढोकाको छेउमा बस्दै गर्दा परमेश्वरले भन्नुभयो, त्यो हागारबाट जन्मेको पनि मैले दिन लागेको छोरा होइन। ल फसाद, अब जन्माइसक्यो होइन भनिदिनु भयो प्रभुले। आपत आयो हो, कतिपल्ट हामी पनि समस्यालाई जन्माउँछौँ अनि प्रभुलाई भन्छ, प्रभु यो हटाइदिनुहोस् न है। आफैले जन्माउँछौँ समस्या अनि परमेश्वरलाई भन्छ, प्रभु यो हटाइदिनुहोस्। अनि अब्राहमलाई प्रभुले भन्नु, मैले दिएको बुढाबुढी झगडा पऱ्यो। अनि त्यसपछि गएर साराईले बुढालाई अब उस्काउन थाली, जाऊ बुढा त्यसको छोरा र त्यसलाई नै निकालिदिनुहोस् घरबाट भनेर भनी। अनि अब्राहम पनि के भने, होइन हौ ननिकालौँ, कान्छी बुढी भयो नि माया लाग्छ है, ननिकालौँ होला, त्यस्तो साह्रो त नगरौँ होइन। अनि प्रभुसँग गएर उसले अब्राहमले प्रार्थना गरे, प्रभु के गर्नु, मेरो घरमा यस्तो छ, आखिर सुन्नुपर्ने त सबै झमेला दुःख कष्ट प्रभुलाई नै सुनाउनु पर्ने रहेछ। अनि प्रभुले भन्नुभयो, अब्राहम साराईले जे भन्दैछ त्यही मान। परमेश्वरको फेभर, परमेश्वरको पक्ष हात चाहिँ नि, यदि तपाईँलाई परमेश्वर चुन्नु भएको छ भने परमेश्वरले के गर्नुहुन्छ, तपाईँको शत्रुको भागमा भएको कुरामा तपाईँको पल्टामा हालिदिनुहुन्छ। आमेन। त्यही भएको छ। अब उनीहरूले योजना बनाए, छोरा त जन्माए, इस्माइल जन्मियो है, तर परमेश्वर भन्नुभयो होइन। अनि निकाल्दै जा, साराले भने जस्तो निकाले गए। बिचरा मरुभूमिमा हागार र हागारको छोरा इस्माइल भौतारिँदै गर्मीमा पानी खोज्दै थिए, कहाँ जाने होला। अनि अब्राहमसँग परमेश्वरले भन्नुभयो, अब्राहम हागार र हागारको छोराले त्यत्तिकै नत्याग, घरबाट निकाले पनि नत्याग, किनभने म पनि त्यसबाट एउटा जाति खडा गर्नेछु, परमेश्वर भन्नुभयो।
अनि त्यो घटना बाँकी तपाईँ आफै पढ्नु होला। मैले सबै भने तपाईँले फेरि पढ्नुहुन्न घरमा गएर, पास्टर बाले भने जस्तो त हामीले त पाएनौँ त भन्नु होला। फेरि पढ्नुहोस्। सो अब्राहमको जीवन अनि परमेश्वरले महिमा भित्र लानुको लागि कति वर्ष लाग्यो? 90 वर्ष लाग्यो। आमेन। अनि परमेश्वरले भन्नुभयो, अब अब्राहम आजको दिन, यही महिना तेरो श्रीमतीले गर्भ धारण गर्छ र अर्को वर्ष चाहिँ तेरो श्रीमतीले एउटा छोरा जन्माउनेछ। आमेन। अनि त्यसको नाम तैँले इसाक राख्नु। आमेन। इसाक भने चाहिँ के हो? हाँसो। आमेन। अनि सारै त पालभित्र बसिदिनु, अब्राहम ढोकाको छेउमा बसेर परमेश्वरसँग कुरा गर्दै थिए नि, होइन? अनि साराले भित्र बसेर सुन्दै थिए। प्रभुले नि के होइन होला प्रभु, हाँस्दै थिए गीतका छोडेर। अनि प्रभुले भन्नुभयो, साराई किन हाँस्यो कि? प्रभुले भन्नुभयो, के अरे साराले भने, होइन प्रभु म हाँसेको छैन, डराइ। परमेश्वर भन्नुभयो, त साँच्चै हाँस्नेछस्। आमेन। त्यस कारण उसको छोराको नाम के भयो? हाँसो, इसाक। आमेन। आज तपाईँको परिस्थितिहरू जस्तो सुकै होस्, परमेश्वर तपाईँलाई हँसाउनुहुनेछ। हालेलुया। तपाईँको आत्मिक जीवनको हाँसोहरूमा परमेश्वर लाँदै हुनुहुन्छ। धेरैपल्ट हामी के बोल्छ? हाम्रो विगतको कुराले हामीलाई दास बनाइरहेको हुन्छ। तेरो बाजे यस्तो, तेरो घर यस्तो, लापिलाङमा रविन्द्र थामीको घर त यत्रो सानो छ अरे, होइन? जग्गा जमिन पनि थोरै छ अरे, तर गरिब अरे। शैतानले त्यो भन्छ कि दिमागमा हाल्छ, तेरो लापिलाङको जग्गाले त काठमाडौँमा एउटा के पनि किन्न पुग्दैन रे। शैतानले के भन्छ? धेरैपल्ट तपाईँलाई मलाई के भन्छ? हाम्रो जीवनको परिस्थितिहरूलाई देखाएर परिस्थितिको दास बनाउँछ। तर परमेश्वरले आजको दिन तपाईँहरू प्रत्येकलाई उहाँको दास हुनलाई चुन्नु भएको छ। आमेन। वचनले भन्छ, मेरो दास चाहिँ बल्दो आगो चाहिँ हुनेछ। हालेलुया। किनभने परमेश्वरले आफ्नो दासलाई बल्दो आगो जस्तो किन बनाउनुहुन्छ? द्याट इज द एनिमीज स्ट्राटेजी, डेमल इज योर कल इन गड। शत्रुले चाहिँ परमेश्वरमा राखिएको त उहाँको बोलाउटलाई नाश गर्न खोज्छ, तर परमेश्वर तपाईँको जीवनमा उहाँको उद्देश्यको नियतिहरू पुरा गर्नुहुन्छ। नानी तिमीलाई बस्न गाह्रो, त्यहाँ गएर बस्छ, सजिलो हुन्छ, होइन? त्यहाँ बस्छ नि त, पछाडि सजिलोसँग बस्छ ल। गाह्रो भयो भने अप्ठ्यारो मान्नु पर्दैन। यहाँ हाम्रो घर जस्तै हो है, पछाडि खाली छ, बस्दा हुन्छ। अनि कतिपल्ट यो खुट्टा पलेरी कसेर बस्नु मन गाह्रो हुन्छ, खुट्टा तन्काउनुहोस्, यो केही छैन। तर परमेश्वरको वचन चाहिँ सुन्नुहोस् है, ध्यान दिएर सुन्नुहोस्। किन परमेश्वरको वचन हाम्रो जीवनमा यसले के ल्याउँछ? जीवन ल्याउँछ। हालेलुया। God is longing to restore the glory that He knit into you. तपाईँ भित्र परमेश्वरले बुन्नु भएको महिमालाई परमेश्वरले स्थापना गर्न चाहनुहुन्छ। अनि त्यो महिमा चाहिँ के हो? आदमलाई दिएको अधिकार भित्र परमेश्वर तपाईँलाई खडा गराउन चाहनुहुन्छ। हालेलुया। है, आदमलाई दिएको अधिकार चाहिँ के थियो? सबै कुराहरूमाथि अधिकार गर्ने। So that His purpose and destiny be more prevalent into your life. ताकि तपाईँको जीवनमा उहाँको उद्देश्य र नियति चाहिँ के होस् रे? सर्वत्र रूपमा फैलियोस्। हालेलुया। आजको वचन त मैले भर्खर यति छेउ मात्रै पुर्याएँ। आज मैले रोमीको वचनबाट मैले बाँड्ने विचार गरेको थिएँ। रोमी तपाईँले 3:21 देखि 24 पदलाई पढ्नुहोस् त। अनि म आज छोटो गर्छु, यसलाई म कन्टिन्यू गर्नेछु अर्को हप्ता पनि। मैले त भर्खरै छेउ मात्रै, वचनै सुरु भएको छैन है। ल, 3:21 देखि 24 पद। ल पढिदिनुहोस् कसैले। आमेन। यहाँनिर रोकौँ। यहाँ के भन्छ? अब परमेश्वर तपाईँ र मेरो जीवनमा चाहिँ केही कुरा नयाँ कामहरू गर्नुहुन्छ। अब भनेको छ नि, बट नाउ, तर अब के गर्दै हुन्छ? नयाँ काम गर्दै हुन्छ। न्यू हेज बिन एडेड। तपाईँको जीवनमा नयाँ कुराहरू थपिएको छ।
के कुरा? What Moses and prophet witnessed to all those years has happened. जुन कुरा चाहिँ मोसा र अगमवक्ताले देखेका थिए त्यो कुरा चाहिँ अब तपाईँ र मेरो जीवनमा पुरा हुँदैछ। आमेन। है त्यो नयाँ कुरा चाहिँ के हो? परमेश्वरले तयारी गर्नुभएको कुरा येशू ख्रीष्टद्वारा तपाईँको जीवनमा आउँदैछ। आमेन। भन्नुहोस्, परमेश्वरले तयारी गर्नुभएको कुरा येशू ख्रीष्टद्वारा ममा आउँदैछ। अङ्ग्रेजीमा चाहिँ यति मजाले भन्छ, द गड सेटिङ थिङ्स राइट द्याट we read about has become Jesus setting things right for us. अब परमेश्वरले बनाउनु भएको कुरा येशू ख्रीष्टद्वारा हाम्रो जीवनमा परमेश्वरले पुरा गर्दै हुनुहुन्छ। ल 2 पढिदिनुहोस् 22 र के भन्छ यहाँसम्म कि अब परमेश्वरको धार्मिकता चाहिँ नि येशू ख्रीष्टमाथि रहेको विश्वासद्वारा अब सबैको लागि, जसले विश्वास गर्छ तिनीहरूको लागि, फर देयर इज नो डिफरेन्स। अब विश्वास गर्ने नगर्ने होइन, येशूमा भएको नभएको होइन, तर विश्वास गर्ने सबैको लागि के छ अरे? धार्मिकता छ। भनिदिनुहोस् छेउको साथीलाई, तपाईँको लागि धार्मिकता छ। तपाईँको लागि धार्मिकता छ। छेउको नानीलाई नि उयो हाम्रो मनिषा बहिनी नचिने पनि तपाईँको लागि धार्मिकता छ भनिदिनुहोस्। अब हामी चाहिँ अधार्मिक होइन, पापी भएर होइन, तर तपाईँ म चाहिँ अब परमेश्वरको महिमाभित्र जिउनेहरू चाहिँ के भएको छ भने धर्मी भएको छ। आमेन। है अब फेरि पढिदिनु ल 23। सबैले पाप गरेका छन्। सबैले को चाहिँ धर्मी भएर येशू ख्रीष्टमा आउनुभएको? हात उठाउनुहोस् त। को धर्मी भएर आउनुभयो? कोही पनि छैन। सबैले पाप गरेका छन् र परमेश्वरको महिमाबाट चुकेका छन्। सो अब यहाँ मुख्य कुरा, एकदमै प्रकाशको कुरा चाहिँ के छ भने परमेश्वरले तपाईँ र मलाई ख्रीष्ट येशूद्वारा उहाँको महिमामा लान चाहनुहुन्छ। आमेन। उहाँले उहाँको महिमाभित्र लान चाहनुहुन्छ। त्यही कारणले गर्दा येशू ख्रीष्टलाई पठाउनु भयो उहाँको महिमाभित्र लानको लागि। यहाँनिर यो पदलाई मैले यसरी यहाँ व्याख्या गरेको छु, एन्ड नट ओन्ली फर अस बट फर एभ्री वान हु बिलिभ्स इन हिम, फर देयर इज नो डिफरेन्स बिट्विन अस एन्ड देम इन दिस। अब यो कुरामा, विश्वास गर्ने कुरामा चाहिँ त्यहाँनिर पुरानो नयाँ, मेरो त 3 पुस्ता येशूलाई मानेको रे भन्नेहरूको बिचमा पनि प्रभुले के भन्नुहुन्छ? अब कुनै पनि भिन्नता छैन, सबैको लागि यो चाहिँ हो। Since we have compiled this long and sorry record as sinners, किनभने हामी चाहिँ लामो समयदेखि हामी पापी, दुष्ट, खराब पुस्ता भनेर चिनिएका थियौँ, both and them, and prove that we are utterly incapable of living the glorious life God wills for us. किनभने हामीले जुन जीवन परमेश्वरको महिमित जीवन जिउनलाई हामी चुकेका थियौँ, असक्षम भएका थियौँ, अब परमेश्वरले प्रभु येशू ख्रीष्टद्वारा त्यो महिमाको जीवन जिउन सक्नको लागि हामीलाई योग्य ठहराउनु भएको छ। आमेन। तपाईँ योग्य हुनुहुन्छ। तपाईँ योग्य हुनुहुन्छ। भन्नुहोस् है, मैले दोहोऱ्याएर पनि तपाईँ योग्य हुनुहुन्छ। सो त्यस कारणले अन्तिममा God did it for us. किन परमेश्वरले यो कुरा हाम्रो लागि गर्नुभयो? Out of sheer generosity, He put us in right standing with Him. परमेश्वरले उहाँसँग ठिक तहले उभियोस् भनेर उहाँले अगम वक्ताहरूद्वारा यो कुरा हामीलाई देखाउनु भयो। अ प्योर गिफ्ट, एउटा शुद्ध उपहार प्रभुले हामीलाई दिनुभयो, वरदान दिनुभयो, दान दिनुभयो। He got out of the mess. परमेश्वरले तपाईँ र मलाई हाम्रो जीवनमा भएको लत्था लिङ्ग जीवनबाट निकाल्नु भयो। छेउको साथीले भन्नुहोस्, तपाईँको लथालिङ्ग जीवनबाट तपाईँलाई प्रभुले निकाल्नु भयो। तपाईँको लथालिङ्ग जीवनबाट प्रभुले निकाल्नु भयो। दिदी बहिनी भन्दैछ है, तपाईँको लथालिङ्ग जीवनबाट प्रभुले निकाल्नु भयो। Where He always wanted to be, and He did it by means of Jesus Christ. येशू ख्रीष्टद्वारा परमेश्वरले तपाईँको लथालिङ्ग जीवनबाट निकाल्नु भयो। आमेन। धेरैपल्ट हामी के सोच्छौँ भने, ओहो मेरो जीवनमा बदलाव कहिले आउने होला, म कहिले राम्रो हुने होला, मेरो जीवनमा चाहिँ म
म चाहिँ नि वास्तवमै साँच्चीकै कसरी काम गर्ने होला भनेर नसोच्नुहोस् है। अब सोच्ने चाहिँ के हो, our own action we are postponing it without any consent. परमेश्वरलाई हामी केही नभनिकन हाम्रै आफ्नै विचारहरूले आफ्नै विवेकले हाम्रो कार्यहरूले के गर्दछ, परमेश्वरको महिमालाई हामीदेखि टाढो पार्दै गरेको छ। अब तपाईँ म चाहिँ जिउनु पर्ने महिमा भित्र डोरिने जीवन जिउनु पर्यो, परमेश्वरलाई मन पर्ने जीवन जिउनु पर्यो। त्यो परमेश्वरलाई मन पर्ने जीवन चाहिँ के हो, येशू ख्रीष्टलाई आफ्नो प्रभु र मुक्तिदाता भनेर स्वीकार गरेर जिउने जीवन। सुन्नुहोस् है, मैले के भने, येशू ख्रीष्टलाई प्रभु प्रभु भने चाहिँ के हो, प्रभु भने के हो, मालिक, अदोनाई। आमेन। मालिक भए प्रभु येशू ख्रीष्ट तपाईँको जीवनको मालिक हुनुहुन्छ भने तपाईँले प्रभुले भन्नुभएको कुरा नमान्ने, विश्रामबार सब्बात दिन पवित्र राख्नु भनेको छ, अनि विश्रामबार नमानिकन मेरो त आज काम छ, चर्च भने भ्याएको बेला जाने हो, फुर्सदमा जाने हो, अरू बेला त यस्तै हो। येशू ख्रीष्ट प्रभु भयो, त्यहाँ भयो। मुखले के जाति रे बगलीमा छोरा भने जस्तै होइन, मुखले चाहिँ के भन्छ अरे, नभनौँ, मुखले चाहिँ येशू येशू बगलीमा छोरा, त्यो जीवन चाहिँ हुनुहुन्न। त्यस कारणले अब हाम्रो जीवनमा हामीले परमेश्वरको महिमा नजिकै आउँदै गर्दा अझ त्यसलाई रुचाउने, एडमायर गर्ने, चाहना गर्ने, मक्का परेर प्रभु म तपाईँको महिमा भित्र आउँदैछु भन्नुपर्ने हो। तर हामी के गर्दैछौँ, हाम्रो कामले, हाम्रो व्यवहारले प्रभु भयो मलाई तपाईँको महिमा चाहिँदैन, यस्ता महिमा कतिदेखि कति, क्या हो महिमा भने, महिमा भनेको महिमा हो कि महिमा हो कि भनेर भन्नु है, त्यो चाहिँ होइन। महिमा त भैमा भनेर नहिँड्नु, किनभने परमेश्वरले महिमामा जिउनेहरूलाई चाहिँ प्रेम गर्नुहुन्छ। आमेन। वी मे से वाइ लर्ड, प्रभु किन यस्तो, वाइ किन यस्तो हुँदैछ, किनभने तपाईँ र मैले हाम्रो जीवनमा प्रभुले राख्नुभएको बदलावलाई साँचो गरेर लिएका छैनौँ भने अब महिमा चाहिँ के हुन्छ, अमहिमामा बदलिन थाल्छ। दिनदिनै वाक्क लाग्छ क्रिस्चियन जीवन देखेर नि। कति जानु हो चर्च, कति सुन्नु हो वचन, कति पढ्नु हो यो थोत्रो बाइबल है, हो हाम्रो जीवनमा त्यो कुरा आउन थाल्छ। But in our time, God has been added or put something new which He never expected. परमेश्वरले हाम्रो जीवनमा के राख्नु भएको छ अरे, अब परमेश्वरले कहिले पनि नसोचेको कुराहरू तपाईँको जीवनमा गर्नलाई राख्नु भएको छ। आमेन। महिमामा जिउने मान्छेहरूको जीवनमा चाहिँ नसोचेको कुरा हुन्छ है। हाम्रो रजु दाइले गवाई भन्नु भने म रजु दाइको गवाईलाई चोरेर आज भनिदिन्छु। रजु दाइको जीवनमा कतिवटा चुनौतीहरू थियो, तर रजु दाइले जब परमेश्वरसँग भएर जिउन थाल्नुभयो अनि उहाँको घरको परिस्थितिहरू, उहाँको अभावको परिस्थितिहरूमा परमेश्वरले अहिले त्यो वातावरणलाई बदली गर्दै हुनुहुन्छ। आमेन। He is changing the atmosphere. He is a game changer. आमेन। उहाँ चाहिँ नि हाम्रो खेला बदली गर्दै हुनुहुन्छ। भनिदिनुहोस् छेउको साथ, परमेश्वर खेला बदली गर्दै हुनुहुन्छ है। He is a game changer. He is a game changer of your life. तपाईँको जीवनको खेला बदली गर्दै हुनुहुन्छ। आमेन। किनभने परमेश्वर चाहिँ तपाईँद्वारा अब आउने, तपाईँदेखि पछाडिको पुस्तालाई आशिषमा जिउने पुस्ता बनाउनुहुन्छ। आमेन। किनभने He is going to break the curse from your life. तपाईँको जीवनबाट अब श्रापलाई उहाँले कट गर्नुहुन्छ र अब आशिषमा जिउने जीवनमा तपाईँ सट्टै जानुहुन्छ। यहाँनिर पर्खाल लागेको छ अनि पर्खालबाट तपाईँ फुत्तै उता जानु भए पछाडि तपाईँलाई पछ्याउने श्रापहरू चाहिँ नि त्यो पर्खालले छेकिदिन्छ अनि त्यो बलियो पर्खाल चाहिँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। आमेन। प्रभुले त्यो कामहरू गर्नुहुन्छ हाम्रो जीवनमा। त्यसकारण God is setting things for us now. परमेश्वरले तपाईँ र मेरो जीवनमा केही कुराहरू बनाउँदै हुनुहुन्छ। Jesus is setting things for us. येशू ख्रीष्टले तपाईँ र मेरो लागि केही कुरा बनाउँदै हुनुहुन्छ। Now we must know. Now we must be celebrating His coming. यस कारणले येशू ख्रीष्ट आउने कुरा सुन्दै गर्दा तपाईँ र म त उठेर नाच्नु पर्ने, रमाउनु पर्ने। हालेलुया। He came to set
of things right. किनभने उहाँ जसै आउनुहुन्छ उहाँले सबै कुरालाई ठिक गरिदिनु हुनेछ। आमेन। उहाँ जसै आउनुहुन्छ सबै कुरा ठिक गर्नुहुन्छ। जसको अर्थ के हो? पहिलो कोरिन्थी 1:27 पदलाई पहिलो कलसी 1:27 पदलाई पढिदिनुहोस्। पहिलो कोरिन्थी भनेछ कलसी 1:27 पदमा के भन्छ? ल कलसी पाउनु, जसले पाउनुभयो फिलिपी कलसी। यो रहस्यमय मायाको सम्पत्ति अन्य जातिहरूमा चाहिँ कति मान छ त्यो कुरा प्रकट गर्नलाई उहाँले तपाईँ र मलाई चुन्नु भएको छ। आमेन। कसलाई देखाउन रे? अन्य जातिहरूलाई, विश्वास नगर्नेहरूलाई देखाउनको लागि कसलाई चुन्नु भयो रे? मलाई, तपाईँलाई चुन्नु भएको छ है। Which means we have done things wrong, so when you did something wrong, तपाईँले केही कुरा गल्ती गर्नुभयो अनि तपाईँले केही कुरा बिगार्नु भएको छ, अब येशू चाहिँ नि तपाईँले बिगारेको कुरालाई ठिक गर्नलाई आउँदै हुनुहुन्छ। आमेन। वाउ, he is the hope of glory of his father. उहाँको पिताको महिमाको आश चाहिँ को हुनुहुन्छ अरे? प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। आमेन। पिताको महिमाको आशा को हुनुहुन्छ? प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। पिताको महिमाको आश भनेर लेख्नुहोस् आफ्नो नोटमा। पिताको महिमाको आशा चाहिँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। हालेलुया है। प्रभु येशू ख्रीष्ट पिताको महिमाको आशा हुनुहुन्छ। कसरी? किनभने पुत्रले चाहिँ अब बिग्रेका सबै कुरा ठिक गरेर मानिसहरूलाई पिता कहाँ डोराउँछ अनि त्यतिखेर पुत्रद्वारा के हुँदैछ? पिताको महिमा फेरि स्थिर हुन्छ। हालेलुया हालेलुया। Christ in you is the hope of glory. ख्रीष्ट तपाईमा बास गर्नु चाहिँ के हो रे? महिमाका आशा हो। भन्नुहोस्, म भित्र ख्रीष्ट बास गर्नुहुन्छ। अब म जिउने होइन, ए मेरो शरीर त जिउने होइन, अब ख्रीष्ट ममा जिउनुहुन्छ। ख्रीष्ट यो शरीरमा जिउनुहुन्छ। यदि ख्रीष्ट शरीरमा जिउनुहुन्छ भने, यदि ख्रीष्ट मेरो शरीरमा जिउनुहुन्छ भने मेरो सबै कुरा उहाँको हो। आमेन। यही नै हो सुसमाचार। यही नै हो सुसमाचार। बुझ्दै हुनुहुन्छ सुसमाचार के रहेछ? ख्रीष्ट तपाईमा जिउनु चाहिँ सुसमाचार हो। मान्छेले तपाईमा ख्रीष्ट देख्नु चाहिँ सुसमाचार हो। मान्छेले भन्नुहोस्, आहा भाइ बहिनी तपाईँको जीवनमा त मैले यीशुलाई देख्दैछु। आमेन। कि यसो भन्छ, चर्चभित्र पस्दा स्वर्गदूत चर्चबाट बाहिर निस्केर राखे भूत भन्थे अरे कि त्यस्तै छ कि जीवन? चर्चभित्र पस्दा स्वर्गदूत, चर्चदेखि बाहिर निस्किँदा रागे भूत हो? होइन, हाम्रो जीवन चाहिँ त्यस्तो हुनुहुन्न। त्यस कारणले जब येशू तपाईँको जीवनमा बास गर्नुहुन्छ नि, मानिसहरूले तपाईँलाई पिताको महिमा यीशुलाई तपाईँको जीवनमा देख्नुपर्छ। आमेन। That is not just for us, but whosoever believe in him. यो चाहिँ तपाईँ र मेरो लागि मात्र होइन रे। अघि कलसीको वचन भने नि, त्यो चाहिँ कसको लागि हो रे? विश्वास गर्ने सबैको लागि हो। Because he never partial on this for us. उहाँले हामीलाई त यसोलाई विश्वास गर्ने, त यसो नगर्ने, त चाहिँ नि यस्तो भनेर पक्षपात गर्नु भएन। रोमी 3 को वचन घरमा गएर पढ्नु होला। परमेश्वरले कहिले पक्षपात गर्नु भएन। हामीलाई उहाँलाई प्रेम गर्नुभयो। आजलाई अन्तिम कुरा भनेर म सिद्धाउन चाहन्छु। प्रकाश चाहिँ यही छ। जब तपाईँ र म परमेश्वरलाई यसो भन्छौँ, प्रभु म त खराब थिएँ, अनि म यसो पनि भन्छु, मैले आफूलाई सच्याइन प्रभु, मैले that you are going to hell. तपाईँले भन्नुभयो कसैलाई होइन, मैले भने कि कसैलाई सुसमाचार सुनाउन जान्छ, तपाईँले आफूलाई सुधार गर्नु भने तपाईँ प्रभुलाई विश्वास गर्नु भने तपाईँ नरक जान्छ भनिदिनु भयो। तर तपाईँ र म पनि त त्यही नरकको बाटोमा हिँड्दै थियौँ नि होइन पहिला। सत्य कुरो चाहिँ त्यही हो कि हामी आफूले आफूलाई सुधार्नै पर्छ।
But it's true. But he said, remember before you change. तपाईँ र म आफैलाई बदली गर्नुभन्दा अगाडि यो कुरालाई साँचो रूपमा स्वीकार गर्नुपर्छ कि जब तपाईँ र म त्यही नरकको बाटो भएर जाँदै थियौँ, येशूले जसले तपाईँलाई छुनु भयो नि, तपाईँ बदली हुन थाल्नुभयो। आमेन। अनि येशूले तपाईँको जीवनमा त्यो सिफ्टिङलाई, त्यो बदलावलाई ल्याउँदै हुनुहुन्छ। So if I'm not ready, then whoever is ready, he will catch the shift. यदि तपाईँ र म तयारी भएका छैनौँ भने, बदली हुनको लागि, महिमाभित्र छिर्नको लागि तपाईँ र म तयारी भएका छैनौँ भने, जो व्यक्ति तयारी छ त्यसले त्यो महिमालाई च्याप्पै पक्रिनेछ। आमेन, आमेन। यस कारणले गर्दा तपाईँ र म फर्केर हाम्रो जीवनको लत्ता लिङ्ग कुरालाई नहेरौँ। भन्नुहोस् प्रभुलाई, प्रभु आजबाट म मेरो लत्ता लिङ्गे कुरालाई हेर्दिनँ, किनभने मैले महसुस गरेँ, मैले रियलाइज गरेँ, किनभने मेरो समय आइरहेको छ कि तपाईँले मेरो जीवनको पन्नाहरूलाई, मेरो जीवनको खाली पन्नाहरूमा तपाईँले जीवनलाई र तपाईँको महिमालाई लेख्दै हुनुहुन्छ। आमेन, आमेन, आमेन। त्यो चाहिँ केवल उहाँको अनुग्रह मात्रै उपलब्ध छ, उहाँको अनुग्रह मात्रै उपलब्ध छ। उहाँले जसलाई अनुग्रह गर्नुहुन्छ त्यसलाई अनुग्रह देखाउनुहुन्छ, जसलाई गर्न चाहनुहुन्न देखाउनुहुन्न। आरिस गरेर पनि पाउनुहुन्न हो। जो मान्छेहरू प्रभुको कुरामा अगाडि बढे, फलाने हेर्न हामी कस्तो आत्मिकी पल्टेको, भन्ने भाषा बोल्दो रहेछ, बोल्छ। महिमामा हिँड्नेहरू जिउ बोल्छ, नहिँड्नेहरू त पछाडि पर्छ। हो भाइ, दिदी, बहिनी, सुन्नुहोस् है, महिमामा नजिउनेहरू चाहिँ बोल्दैन। यस्तै रहेछ जिन्दगी। अन्य भाषा एउटा आएको थियो, अस्ति त भाग्यो अरे, कता कता आउला आउला जस्तो भएको थियो। मैले त बोलिनँ, किन नबोले? डर डर पो लाग्यो मलाई त अन्य भाषा बोल्दा भन्छ है। महिमामा जिउने मान्छेहरू चाहिँ के हुन थाल्छ? साहसी हुन्छ। आमेन। डराउँदैन। महिमामा जिउने मान्छे के हुन्छ? साहसी हुन्छ। किनभने अन्य भाषा बोल्दै गर्दा पनि डर होइन, परमेश्वरको शान्तिले बास गर्छ। आमेन, आमेन। त्यसले गर्दा आजभोलि मण्डलीहरूमा शैतानहरूको सबभन्दा ठुलो डर चाहिँ के हो भने अन्य भाषा नबोल। किनभने जसै तैँले अन्य भाषा बोल्छस्, तैँले अदृश्यमा बदली हुने कुराहरूलाई आज्ञा गर्छस्। कसलाई गर्छ अरे? अदृश्यमा बदली हुनुपर्ने कुराहरू। तपाईँको जीवनमा कसैको कुलत होला, कसैलाई नराम्रो बानी होला, त्यो बदली हुनुपर्ने कुरा चाहिँ तपाईँले केमा प्रार्थना गर्नुहुन्छ अरे? अन्य भाषामा। अनि त्यो नै गर्नु भने तपाईँ बदली हुने रहेछ जस्ता तस्तै। आगो नबालिकन तपाईँले ताउ राख्नुभयो, तावा राख्नुभयो भने रोटी बेला टक्क हाल्नुभयो, पाक्छ? पाक्दैन। त्यस्तै हो क्रिस्चियन जीवनमा नि। तपाईँले आगो छैन भने, पवित्र आत्माको आगै बलेको छैन भने तपाईँको जीवन पाकेको मिठो गरिकन अरूले चाख्दैछ भने भन्छ, नानी के हो तिमी त अझ कल्चो पो रहेछौ त, क्या हो खोइ क्रिस्चियन त भन्यो, यता न उताको भएको रहेछौ तिमी, स्वाद छैन है। आजको अन्तिम चुनौती यही भन्न चाहन्छु। आउँदो हप्ता फेरि कन्टिन्यू गर्छु म यो वचनलाई। मैले आज भर्खरै यति 4 पेज लेखेको थिएँ, भर्खरै एक पेज र आधा मात्रै सिद्धियो, 2 पेज आधा बाँकी छ। म चाहिँ यो लेखेको चाहिँ म लेख्ने चाहिँ म फेरि हप्ताभरि लेख्दिनँ। परमेश्वरको उपस्थितिमा जब बस्छु नि, परमेश्वरले मलाई दिनुहुन्छ, सर म लेख्छु, प्रभु के भन्नुपर्ने हो। आमेन। हप्ताभरि म लेख्दिनँ। म हप्ताभरि चाहिँ के गर्छु? चुपचाप लागेर प्रभुको कुराहरू सुन्छु। प्रभु मसँग बोल्नुहोस् है। तपाईँ बोल्नु भएन भने त मेरो कुराहरूले केही पनि गर्न सक्दैन। आमेन, आमेन।
प्रभुको कुराहरू सुन्दै गर्दा चाहिँ यस्तो हुन्छ कि मैले मेरो फेसबुकमा अस्ति लेखेको थिएँ, जब प्रभुको आवाजहरू हामी सुन्न थाल्छौँ संसारको आवाजहरू बन्द हुँदै जान्छ। आमेन आमेन। प्रभुको आवाज सुन्दै गर्दा संसारको आवाजहरू बन्द हुन्छ। संसारको महिमाको कुराहरू सेलाएर जाँदै गर्दा प्रभुको महिमाले तपाईँलाई ढाक्न थाल्दछ। आमेन। संसारको महिमा चाहिँ के हो? वाह वाह हालेलुया, कस्तो दामी तपाईँ लुगा, कस्तो यो त्यो। छोडिदिनुहोस् त्यो कुरा। प्रभुलाई भन्नुहोस्, प्रभु म तपाईँभित्र बनिँदै गर्दा मेरो अस्तित्वहरू गुम्छ होला, मलाई मान्छेले चिन्दैन होला। प्रभु आज मैले 1 घन्टा बढी सेवामा बस्दा मेरो घरमा लुगा धुनलाई बिग्रिन्छ होला, तर मेरो लुगा नयाँ लुगा आउँदैछ। आमेन आमेन। यो चाहिँ महिमामा जिउनु है। 2 घन्टाको त्यो पिञ्जडा बोकेर आउने विश्वासीहरूको लागि चाहिँ सङ्गति साह्रो पर्छ। 2 घन्टा बित्ने के हुन थाल्छ? पिञ्जडाले भन्छ यो पिञ्जडाबाट निस्किनु पर्छ। 2 घन्टा त भयो त म बसेको पिञ्जडाभित्र, 2 घन्टा कट्यो। तर उपस्थितिभित्र बस्ने मानिस चाहिँ के हुन्छ अरे? अनन्ततासम्म उहाँसँगै रहन्छ। आमेन। तपाईँलाई थाहा छ दाउद परमेश्वरको उपस्थितिमा कति घन्टा बस्थ्यो? 3 घन्टा हो, 4 घन्टा हो, 5 घन्टा हो, 24 घन्टा परमेश्वरको उपस्थितिमा दाउदले के गरेछ? आफ्नो भित्र कोठाको ढोकाहरू बन्द गरेर लम्पसार परमेश्वरको उपस्थितिमा 24 घन्टा 7 दिनसम्म बसेको छ। दाउदले आफ्नो प्रिय छोरा अब्सलोमलाई गुमाउँदै गर्दा पनि परमेश्वरको उपस्थितिमा बस्दा उसले के गरेको छ? अनि जब उसको छोरा नमरुन्जेसम्म उसले बिलौना गरे, प्रभुसँग गएर भित्र गएर रोइ कराइकन भन्यो। तर जसै उसको छोरा मर्यो नि, दाउद बाहिर आएर के गरेछ? आफ्नो हात खुट्टा धोएर मिठो भोजन मासु भात खाएको छ। उसले बिलौना गरेन। प्रभुलाई भने धन्यवाद प्रभु, तपाईँको इच्छा यस्तै रहेछ। रमायो अनि खानेकुरा खायो भनेछ। आमेन। आज तपाईँ भित्र भएको तपाईँको कुरा तपाईँ मर्दै गर्दा तपाईँ रमाउनुहोस्, किनभने तपाईँ मर्दै गर्दा प्रभु चाहिँ तपाईँको जीवनमा जिउन थाल्नुहुन्छ। आमेन आमेन। हामी प्रभुलाई एकछिन मनन गरेर धन्यवाद दिउँ। एकछिन केही बेर केही गीतहरू गाउँदा एउटा गीत गाउनु छ। सिलौनेहरूलाई एउटा गीतमा बोलाउनु छ। 3 नम्बर माइक खोलिदिनुहोस् न, एफएक्स उता खोलिदिनु। तपाईँमा भनिँदै गर्दा प्रभु मेरो कुराहरू मर्नुपर्छ होला, म मारिनुपर्छ होला, मलाई तपाईँले मर्न सिकाउनुहोस् प्रभु। मैले कहिले नसुनेको नदेखेको, मैले कहिले नदेखेको नसोचेको, मैले कहिले नसोचेको
येशू तपाईको महिमा बगाउनुहोस् येशू तपाईको महिमा हामी सबैले भन्नेछौँ येशू तपाईको महिमा येशू तपाईको महिमा बगाउनुहोस् फेरि येशू तपाईको महिमा फेरि येशू तपाईको महिमा येशू तपाईको महिमा बगाउनुहोस् स्वर्गबाट ओर्लिआऊ महिमाको मूल फुटाऊ पृथ्वी नै ढाक्ने गरी स्वर्गबाट ओर्लिआऊ महिमाको मूल फुटाऊ पृथ्वी नै ढाक्ने गरी फेरि कहिले नमर्ने नसकिने फेरि कहिले नसकिने नबित्ने फेरि कहिले नबित्ने फेरि कहिले नमर्ने नसकिने फेरि कहिले नसकिने येशू तपाईको महिमा येशू तपाईको महिमा बगाउनुहोस् येशू तपाईको महिमा बगाउनुहोस् येशू तपाईको महिमा बगाउनुहोस् भन्नलाई मसँग शब्द छैन दिनलाई मसँग थोको छैन भन्नलाई मसँग शब्द छैन दिनलाई मसँग थोको छैन बरु मलाई तपाईको भवनको ढोके भएर बरु मलाई तपाईको भवनको ढोके भएर बस्न दिनुहोस् मैले चाहेको मैले रोजेको मेरो रोजाइ तपाईँ हो मेरो भित्रको चाहना तपाईँ हुनुहुन्छ यीशु तपाईँसँग जिउँदै जाँदा आउने सबै कुराहरूलाई म एकातिर थाती राख्दछु संसारको महिमा भन्दा तपाईँसँग जिउने महिमामा डोर्याउनुहोस् येशुवा 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 आराधना आराधना
प्रभु तपाईँलाई धन्यवाद दिन्छौँ। आजको वचन हामीले सुनेका छौँ कि ख्रीष्ट चाहिँ तपाईँ पिताको महिमाको आश हुनुहुन्छ। त्यो ठुलो महिमालाई बोकेर हिँड्ने हामीलाई तुल्याउनुहोस् है प्रभु। सानो झिना मसिना संसारका कुराहरूलाई अल्झिएर हिँड्ने होइन प्रभु। तपाईँको महिमा ख्रीष्टलाई धारण गरेर हिँड्ने बनाउनुहोस्। तपाईँलाई धन्यवाद। आजको वचनद्वारा हामीसँग बोल्नु भएको लागि कि तपाईँ ख्रीष्ट नै हाम्रो महिमाको आशा हुनुहुन्छ। तपाईँ हाम्रो जिउने आश हुनुहुन्छ प्रभु। धन्यवाद तपाईँलाई। आज आउन नसक्ने तपाईँको प्रिय छोराछोरीहरूलाई तपाईँ छुनुहोस् प्रार्थना गर्दछु प्रभु। आमोसलाई सन्चो छैन भन्ने सुनेको छु। तपाईँको वचन पठाएर अहिले निको गरिदिनुहोस्। जतिजना असन्चो अवस्थामा छन्, इन्फेक्सन्सहरूमा छ, यीशु ख्रीष्टको नाउँमा रगतले सबै इन्फेक्सन्सहरूमाथि विजय दिलाएको होस्। मलाई यस्तो लाग्दैछ तपाईँ कतिजनालाई अन्य भाषाको लागि प्रार्थना, अन्य भाषा बोल्न सकोस् भन्ने प्रार्थना छ भने अगाडि आउनुहोस्, हामी प्रार्थना गरिदिन्छौँ। हात राखेर हामी तपाईँलाई केही पनि गर्दैनौँ, सिम्पल प्रार्थना गर्छौँ। तपाईँको अन्य भाषाको प्रार्थनाहरू खुलिएको होस् भनेर म प्रार्थना गर्नेछु। कतिजना चाहनुहुन्छ अगाडि आउन सक्नुहुन्छ। साहस गर्नुहोस् है, आउनुहोस्। ल प्रार्थना गर्नेछौँ। यो प्रार्थना गरेर अनि अन्तिम प्रार्थना गर्नेछौँ। परम प्रभु, तपाईँको आत्माले जसै छुनुहुन्छ, तपाईँको छोरालाई अन्य भाषाको रहस्यहरूमा जिउने छोरा बनाउनुहोस्। रिखातानामा शबखातारा वेदोनमोह कथानामा शबाबाबा यीशुको नाउँमा the spirit of tongue be filled in him. तपाईँको आत्माको अन्य भाषाको आत्माको जिब्रो तपाईँको खन्याउनुहोस्। रिदानामा शबखातारा शियाराबा शबाबाबा